देखो न गाइस देखो जति नै मिठो भए पनि के गर्नु मिठो भनेको जिनिस सम्झना छोडी यहाँ छ भनेर मैले हेराइदिएँ all of you guys मैले रिसेन्टली उठेको अब आजको भ्लगमा के गर्छु त्यो देखाउँछु है त कोट पेन निकालेको मलाई सम्झना यस्तो गर्नु न तपाईँहरूलाई किन लुगा लगाएर आउनु पर्यो तपाईँले के लगाएर जानु खोल्नु अनि गल्ती लगाएर गल्ती छ नि गल्ती लानु त्यो गर्नु धेरै राम्रो यति अप्सन यो सब मेरो अप्सन्सहरू हो अब हेरौँ यो लगाउँदै जाँदा जुन चाहिँ मलाई चलाउँछ म त्यही फिक्स गर्छु यति लगाउन पनि मसँग टाइम हुन्छ जस्तो चाहिँ लाग्दैन तर पनि बाई बाई किनकि मलाई खाना खानु छ हिजो राति पढेको पटना गिर्दैन यति पनि माथि जानु पर्दैन ल तपाईँ ठिकै छ ल ल यहाँबाट अनि आधी आधी देख्नुहुन्छ होइन तपाईँ अनि यता गाउँ तपाईँ पालो अङ्गाले मान्नु पायो भने मजाले अब अरू कुनै पोज के बाबा बोकिदिनु त हेरे ल भेट्दै हिँड्न कहाँ म गर्दिनँ Kita
ए धेरै माथिमा खायो भने झन् नजा बाबा फटाफट हिँड्न सक्दैन जति डरा त्यति बाबा त धेरै चिप्लो छ त सकिन्छ नि त धेरै चिप्लो छ बाबा बाबा मलाई रिङ्गाटा लाग्दैछ यहाँ त साह्रो खालको तल जान्न एकछिन नगरेर ल मम्मी नआउने गर्नु उनीहरू को आउँदैछन् चिप्लियो चिप्ला चिप्लिनु होला नि अब हामी फर्किरहेको छौँ है त्यो सबैजना यता त तेरो अनुहार पनि देख्दिनँ मोबाइलमा सबै त टेस्ट गरेर बाबा आउँदैछ यता मुख हेराइदेऊ न त यसो ए कस्तो लाजको भर्खर 16 वर्षको जस्तो गर्छ नि त ल आमा केही कुरो भन्दिनँ त रमाइलो लाग्यो रमाइलो लाग्यो त आमा अनि हाम्रो प्यारो दिदी केही यसो भनिदिनु हुन्छ कि पनि गर्न मिठो भनेको जिनिस सम्झना छोरी यहाँ छ भनेर मैले हेराइदिएँ त भन्छु अहिलेसम्म यही